यो चाहिँ हिमाली भेकतिर पाउने चाहिँ यो नाउर हो। यसलाई चाहिँ ब्लुसिप पनि भन्छ है यसलाई। यतातिर चाहिँ हाम्रो बारीतिर चाहिँ आलु रुम्रेको छ, त्यो आलु खान आउँछ यिनीहरू चाहिँ। तन्नै छ है यिनीहरू, माथिबाट कहाँबाट ठुल्ठुला छ क्या। अनि यिनीहरूको सिङ भाले चाहिँ दुईवटा रहेछ भने पोठीहरू चाहिँ दुई चारवटा सबै पोठीहरू रहेछ, सानो पाठीहरू के सानो केटीहरू रहेछ भने ठुला चाहिँ दुईवटा रहेछ भने अरू चाहिँ सबै प्रायः जसो बच्चाहरू छ। यता माथिबाट झरे यिनीहरू चाहिँ माथिबाट, अनि यतातिर चाहिँ घाँस छैन नि त, सो त्यही भएर यिनीहरू चाहिँ यहाँ के खान आउँछ भने चाहिँ यहाँ देखिरहनु यिनी स्याउ छ, अनि यतातिर आलु लगाएको छ। यो आलुको बिचमा उम्रेको हुन्छ नि आलु, त्यही खान आएको हुन्छ क्या। अनि त्यहाँ अलिअलि हरियो हुन्छ नि त घाँस, अनि माथितिर हिउँ परेको छ, सो त्यही भएर पनि अहिले नाउर तल झरेको हो क्या। यता रुखको फेदमा चाहिँ प्यालो लगाएको, निलो टुठो भन्छ, प्यालो होइन यो निलो लगाएको चाहिँ निलो टुठो हो। यसले चाहिँ स्याउहरूले असर नपरोस् भनेर है, माथि गयो नाउरहरू।